एउटा गाउँमा अर्जुन नामको केटा बस्थ्यो। अर्जुन पढाइमा अत्यन्तै तेज थियो र सबैले उसको बुद्धिमत्ता र तेज दिमागको प्रशंसा गर्थे। तर अर्जुनको एउटा ठुलो कमजोरी थियो, उसले समयको सही उपयोग गर्दैन थियो। ऊ दिनभरि साथीहरूसँग खेल्न, मोबाइलमा गेम खेल्न र अनावश्यक कुराकानीमा व्यस्त रहन्थ्यो। उसका आमा बुबाले धेरै पटक समयको मूल्य बुझाउन कोसिस गरे, तर अर्जुनले समय कति मूल्यवान छ भन्ने कुरा बुझ्न सकेन। ऊ सधैँ भन्थ्यो, मसँग त प्रशस्तै समय छ, सबै कुरा पछि गरौँला, अहिले त जीवनको मजा लिउँ। तर एक दिन विद्यालयमा वार्षिक परीक्षाको नतिजा आयो। यसपटक अर्जुनको नतिजा अत्यन्तै कमजोर आयो। जसले उसलाई पहिले प्रशंसा गर्थे ती शिक्षकहरू अब निराश भए। उनका साथीहरूले पनि ऊबाट टाढा हुन थाले। जब अर्जुन घर फर्कियो, उसले आफ्ना आमा बुबालाई रिपोर्ट कार्ड हेर्दै दुखी मुद्रामा देख्यो। अर्जुन आफूसँग रिसायो, तर आफ्नो बानी परिवर्तन गर्ने उपाय थाहा थिएन। त्यो रात ऊ आफ्नो हजुरबुबाकोमा गयो, जो गाउँका सबैभन्दा सम्मानित र बुद्धिमान वृद्ध थिए। उनको छेउमा बसेर अर्जुनले आफ्नो चिन्ता सुनायो। उसले भन्यो, हजुरबुबा, म बुझ्दिनँ किन यसपटक म असफल भएँ। म त राम्रो विद्यार्थी हुँ। हजुरबुबाले ध्यानपूर्वक सुनेर मुस्कुराउँदै भन्नुभयो, बाबु, समस्या तिमी राम्रो विद्यार्थी होइनौ भन्ने होइन। समस्या तिमीले समयलाई हल्का रूपमा लिएको छौ भन्ने हो। समय अत्यन्तै मूल्यवान हुन्छ। यदि यसको सही उपयोग गरियो भने यसले सफलताको बाटो देखाउँछ, तर यदि यसलाई खेर फाल्यो भने यसले विफलताको बाटो पनि देखाउँछ। अर्जुन अझै अलमल्ल पर्यो र सोध्यो, तर हजुरबुबा, हामीसँग त सधैँ समय हुन्छ नि, पछि पनि त गर्न सकिन्छ होइन र? हजुरबुबा गम्भीर हुँदै भन्नुभयो, छैन बाबु, समय नदीको बगिरहेको पानी जस्तै हो। एकचोटि बगेपछि त्यो फिर्ता कहिले आउँदैन। म तिमीलाई एउटा कथा सुनाउँछु जसले तिमीलाई समयको महत्त्व बुझ्नमा मद्दत गर्दछ। हजुरबुबा सुरु गर्नुभयो, धेरै समय पहिला विक्रम नामका एक शक्तिशाली राजा थिए। उनीसँग अपार धन, महलहरू र असङ्ख्य नौकर चाकर थिए। तर राजालाई सानातिना कुरामा समय खेर फाल्ने बानी थियो। उनी ढिलो उठ्थे, अदालत जानुको सट्टा साथीहरूसँग समय बिताउँथे र सधैँ कामलाई भोलि गर्छु भन्दै टार्थे। एक दिन एउटा ऋषि दरबारमा आए। उनले भने, महाराज, तपाईसँग सबै कुरा छ, तर तपाईँ आफ्नो सबैभन्दा मूल्यवान सम्पत्ति समय खेर फाल्दै हुनुहुन्छ। यदि तपाईँले यसको सही उपयोग गर्नु भएन भने तपाईँ एक दिन गहिरो पश्चातापमा पर्नुहुनेछ। राजा हाँस्दै ऋषिको कुरा उडाइदिएर भने, मसँग प्रशस्त समय छ, म जे चाह्यो जतिखेर चाह्यो म गर्न सक्छु। ऋषिले चेतावनी दिए, समयलाई हल्का रूपमा नलिनुहोस्, यसले सबैभन्दा ठुलो राजाहरूलाई पनि विनाश गर्न सक्छ। तर राजाले सुनेन। वर्षौँ बिते, राजा बुढा भए, स्वास्थ्य बिग्रियो, राज्य कमजोर भयो र उनका सिपाहीहरूले पनि युद्ध हार्न थाले। जनताले पनि विश्वास गुमाए। त्यति बेला मात्र राजालाई थाहा भयो कि उनले समय अनर्थ कुरामा खेर फालेछ भनेर। उनले ऋषिलाई खोजे, तर ऋषि त कतै भेटिएन। राजा अत्यन्तै पस्ताए, तर समय त बितिसकेको थियो। सबै धन दौलत र शक्ति उनको जीवन जोगाउन सकेन। अन्तमा उनले बुझे कि वास्तवमा समय नै सबैभन्दा ठुलो सम्पत्ति हो। यो कथा सुनेपछि अर्जुन गहिरो सोचमा डुबे। पहिलो पटक उसले बुझे कि उसले कति मूल्य समय खेर फालेको थियो। उसले हजुरबुबासँग सोध्यो, हजुरबुबा, के म अहिले पनि आफ्नो जीवन परिवर्तन गर्न सक्छु यदि मैले समयको सही उपयोग गर्न थालेँ भने? हजुरबुबा मुस्कुराउँदै भन्नुभयो, अवश्य बाबु, समयको चक्र कहिले रोकिँदैन। यदि तिमी आजैदेखि
समयको सही उपयोग गर्न थाल्छौ भने तिमीलाई सफल हुन कसैले रोक्न सक्दैन। तर याद राख, कुनै पनि कुरा भोलिसम्म नथप। जे गर्न सक्छौ आजै गर। त्यस दिनदेखि अर्जुनले आफ्नो समय सदुपयोग गर्ने प्रण गर्यो। उसले दैनिक तालिका बनायो र हरेक कामको लागि समय छुट्यायो। ऊ बिहान चाँडै उठ्न थाल्यो, पढाइमा ध्यान दिन थाल्यो र अनावश्यक कुराहरूबाट टाढा रहन थाल्यो। बिस्तारै उसले आफ्नो प्रयासको फल देख्न थाल्यो। अर्को परीक्षामा ऊ कक्षामा प्रथम आयो। पछि गएर ऊ एक सफल व्यवसायी बन्यो र आफ्नो जीवनशैलीले सबैलाई प्रेरणा दियो। र यस पाठबाट हामीले समयको सही उपयोग गर्नु नै सफलता प्राप्त गर्ने चाबी हो भन्ने हामीले पाठ सिकेको छौँ।